Cawe. Guru Bhajan, Sapane, दशरथ राजाले अयोध्यामा राज्य गरेर बस्नुभएको थियो। अयोध्यामा लो कली आयो भनेर भन्दाखेरिमा हो यो कली आएको ठाउँमा त म त बस्दिन भनेर आफ्ना छोरा परीक्षितलाई राज्य सम्पिएर आफू गएर द्वारकामा गएर राज्य गरेर बस्नुभयो। उनका दिन बिहानै उठेर जलाशयमा गएर स्नान गर्नु, स्नान भनेको नुहाउनु र वेद शास्त्र पढेको ब्राह्मणले ल्याउनु, ब्राह्मणलाई निमन्त्रण गर्नु र हात जोडेर प्रणाम गर्नुको लागि मूर्तिको प्रार्थना गर्नु। आफूले बोलाइएको आचार्य जुन ब्राह्मण हो त्यो पनि नुहाइ गरेर आफ्नो सन्ध्या तर्पणहरू गरेर पवित्र दशाको विधि विवत गराओ। र पण्डित पनि आएर त्यसका दिन 11 दिन के गर्नुपर्छ त्यो सबै कुरा गराओस् र 10 दिनसम्म जति पिण्ड दिइएको थियो वेदका मन्त्र रहित पिण्ड दिएको थियो, वेदका मन्त्र पढ्न हुन्न 10 दिनसम्म र 11 दिन वेदका मन्त्र पढ्न हुन्छ। र 11 दिनमा के गर्नु भन्दाखेरि पहिला गायत्री के अरे पञ्चकव्य बनाओस्। ल छिटो बसेर अहिले पानी नपर्दछन् कि पानी परेको छ भनेदेखि देखिजाला। पञ्चकव्य बनाओस् र पञ्चकव्य दिएर स्नान गरेर नुहाइधुवाइ गरेर बत्ती बालेर र एकादशको विधिहरू पहिला दुईजना दम्पति सैया ओछ्याउँछ। आफूले जति दान गर्न खोजिरहेको छ त्यो सैया ओछ्याएर त्यसमा दिव्य दम्पतिको स्थापना गरो र दिव्य दम्पतिको पूजा गरोस्। दिव्य दम्पति पूजा गरिसकेपछि त्यहाँबाट के गर्नु भनेर भनेदेखि कोपिला गाई दान गर्नु। तिमीले माथि भल्ला हो है माथि नछौ कोपिला दान गर्नु। कोपिला दान भनेको के भने गाई दान गर्नु, बाछासितको गाई दान गर्नु। गाई दान गरिसकेपछि आध्यात्मिक मासिक 2टा श्राद्ध हुन्छ, त्यो 2टा श्राद्ध गर्नु र 2टा श्राद्ध गरिसकेपछि 365वटा खोचा बनाएर कुम्भ दान गरोस् र कुम्भ दान गरिसकेपछि मध्यमा षोडशी भनेको मध्यमा षोडशी गरोस्, त्यहाँबाट उत्तरमा षोडशी गरोस्, त्यहाँबाट वृकेश्वरमा गरोस्। वृकेश्वरमा गर्दाखेरिमा बाछा सहितको गाई ल्याओस्, बाछा सहितको गाई ल्याओस् र गाई पूजा गर्ने बेलामा के हो एउटा लिने जानु पर्यो तिम्रो कलश स्थापना गरोस्। नबिर्स्यो है भनेको छु त कपडा ल्याउनु परेको पानी परेछ दक्षिणपट्टिको कलशमा सराबाट झरेको बनेनी पानी आकाशको पानी आकाशबाट झरेको पानीले भर्नु। फर्किने कलश राख्नेहरू के पछि पश्चिमपट्टिको सुवर्ण कलशमा उत्तरपट्टिको कलशमा दुधले भरोस्। चावडा कलशको पूजा गर्नु। चावडा कलशको पूजा गरिसकेपछि गाईको पूजा गर्नु र बाछाको पूजा गर्नु। बेग्रेपट्टि त्रिशूल लेख्नु बाछाको, दाहिनेपट्टि शङ्ख चक्र लेख्नु र गाईलाई पूजा गर्नु र बाछाको काँडामा जुवा भाँच्नु। यो अब कहिले नजानु गाईको मनानी बनाएर मनानी भात दिनु, गाई कहिले नदिनु भनेर यसरी त्यो गराइदिनु र वृद्धेश्वरलाई पूजा गरेर यमराजलाई अब हाम्रा पितृहरूले आशा गरेका हुन्छन्। एउटा वृद्धेश्वर गरियो भनेदेखि 27 कुलसम्मका पितृहरूले आश गरेका हुन्छन्। अरे हाम्रा वंशमा कुनै शास्त्री छोरो भएर
वृक्षेश्वर गर्ने थियो। वृक्षेश्वर गऱ्यो भनेदेखि 7 पुस्तासम्मका पितृले त्यसको फल पाउने थियौँ। हामी पनि मुक्त भएर जाने थियौँ भन्ने पितृहरूले आश गरेका हुँदैन अरे। र त्यस कारणले वृक्षेश्वर गर्नुपर्ने कारण त्यो हो। यस बाछाको दाहिनेतिर त्रिशूल बायाँतिर शङ्ख चक्र लेखेर हाँत्रीको सरकार हो। पूर्वकालमा ब्राह्मणले सेतो र रचना गरेका छन्। तिमीलाई यो संसार सागरबाट मुक्त हो भनेर तिनीहरूलाई दक्षिणपट्टि बाछो र बाछीलाई दक्षिणपट्टि लगेर पठाइदिनु। र छोरा हुनेले त गर्छन्, नहुनेले के गर्ने त भनेर फेरि गरुडले विष्णु भगवान्सँग सोध्नुभयो। छोरा नहुनेले आफ्नो वृक्षेश्वर आफै गर्नुहुन्छ भनेर भन्यो यहाँ। छोरा छोरा छैनन्, छोरा नहुनेले त्यस कारणले वृक्षेश्वर नगर्ने कारण त हो। नत्र आफ्नो वृक्षेश्वर आफै गर्न हुन्थ्यो। वृक्षेश्वर नगर्ने कारण आफूले त्यो गरियो भनेदेखि जुन अर्काले छोआएको पनि आफूले खानु भएन, आफूले गरेर अर्काले खानु सक्दैन। यो कहिले गर्ने त घर भन्दाखेरिमा शुभ लग्न शुभ मुहुर्त शुभ बेलामा जुन सुकै सुखदेव स्वामीले वृक्षेश्वरको कुरा बताउनु भयो। गरुडले सुन्नुभयो र कस्ता कस्ताको गर्न हुन्छ, बालकहरूको गर्न हुन्न, आधा वयसीको गर्न हुन्न। जुन दुला हुँदाहुँदै दुलै मरिनु भनेदेखि दुलाको हुँदैन। जुन वृद्ध घरको वृद्ध मानिस मरेको छ त्यसको लागि वृक्षेश्वर गर्न हुन्छ, नत्र अरूको हुँदैन। र यसरी मृत स्थानमा जुन मरेको बेलामा दिएको पिण्ड हुन्छ, त्यो पिण्डलाई जुन पिण्ड दिइन्छ 10 दिनसम्म पिण्ड दिएको मलिन छोडेपछि भनिन्छ। 10 दिन उता दिन दिएको, 11 दिनका दिन दिएको, मध्यमा छोडेपछि उत्तममा छोडेपछि गरेर 10 दिनसम्म 10वटा पिण्ड दियो। 2टा 11 दिनका दिन 2टा दिइन्छ, 13वटा भयो। त्यहाँबाट 5वटा पिण्ड अगाडि दिइन्छ, मर्दा दिन दिइन्छ। 16वटा हुन्छ त्यो पिण्ड। एउटा पिण्ड मध्यमा छोडेपछि 16वटा हुन्छ, उत्तम छोडेपछि 16वटा हुन्छ। 48 पिण्ड दिनुपर्छ 11 दिनका दिनसम्ममा। 48वटा पिण्ड पुर्याएको हुनुपर्छ 11 दिनका। त्यहाँबाट 11 दिनका दिन दिएपछि पछि प्रथम मासिक भएर भनिन्छ 29 दिनका दिन दिनुपर्छ। द्वितीय मासिक भएर भनिन्छ 30 दिनका दिन दिने। त्रयमासिक भनिन्छ 45 दिनका दिन दिने। त्यहाँबाट द्वितीय मासिक, तृतीय मासिक भन्दै 5 महिना पुगेपछि षड्मासिक भनिन्छ 15 दिनका दिन। अब वर्षको पूजा छ भोलि भनेदेखि किन्न लाग्यो भने गुनाती भनिन्छ। र वर्षका दिन दिएको पिण्डलाई आर्थिक श्राद्ध भनेर भनिन्छ। यसरी आर्थिक श्राद्ध पिण्ड दिनुपर्छ। दिएको पहिला पिण्डलाई दिने पहिला पिण्ड विष्णु भगवान्लाई दिने बुढो बाबुको नाममा। तेस्रो पिण्ड लगाएर बुढो बाबुको नाममा लगाएर दिनु। र त्यति गरिसक्यो भने पृथ्वीमा मेलन हुन जान्छ। नारायण बलि गरिसकेपछि नागराज ग्रहको पूजा गर्नु। नारायण बलि गर्दाखेरिमा त्यस्तै 5वटा कलश थाप्नुपर्छ। 5वटा कलश थापेर पूर्वपट्टि ब्रह्माजीको कलश, दक्षिणपट्टि फलानुको हेर्नुको कलश,
दक्षिणपट्टि सुवर्ण कलश, उत्तरपट्टि ताम्र कलश, माझमा गौर कलश राखेर तिनीहरूको पूजा गर्नुपर्छ। ब्रह्माजीको पूजा गर्नु पऱ्यो, यमको पूजा गर्नु पऱ्यो, विष्णुको पूजा गर्नु पऱ्यो, शिवजीको पूजा गर्नु पऱ्यो। पूजा गरेर उनीहरूको 51,000 जाप गर्नुपर्छ। नारायण गर्दाखेरिमा कस्तो गर्नुपर्छ? झुन्डिएर मऱ्यो, आगामा पोटिएर मऱ्यो, सर्पल टोकेर मऱ्यो अथवा बागाल टोकेर मऱ्यो, अस्पतालमा मऱ्यो, झुल्लिएर मऱ्यो। यस्ताको नारायण बलि गर्नुपर्छ। अरू धर्ममा लेखेको पर्दैन। त्यो किन गर्नुपर्ने भयो भनेदेखि अस्पतालमा मर्छ, कसले सुन्छन्, कसले सुन्छन्। त्यसको सद्गतिको लागि नारायण बलि गरिदिनुपर्छ। अब फलालेर मऱ्यो, त्यो लास फेला पार्दाखेरि कसले सुन्छन्, कसले सुन्छन्। त्यसको नारायण बलि गरिदिनुपर्छ। सर्पले टोकेर मऱ्यो भनेदेखि नारायण बलि गरिदिनुपर्छ। त्यसले टोकेर मऱ्यो भने नारायण बलि गरिदिनुपर्छ। र अरूको पर्दैन। यसरी नारायण बलि गर्नु पुण्यले गर्नुपर्छ भयो भनेदेखि सक्दैछन्। मैले नारायण बलि गरेर एक मौके बस्छु। त्यसरी भ्याएन भनेदेखि 11 गाडीले गर्नुहोस्। त्यसरी पनि भ्याएन भनेदेखि यहाँ नराम्रो नानी पानीहरू सबै यता आउँछ। पानीहरू सबै हरि हरि हरिहरि